हेलो साथीहरू नमस्कार। म आज एकदमै हतार महिलाहरूको बिहानको समय कति व्यस्त हुन्छ भन्ने सबै आम नेपाली महिलाहरूलाई थाहा छ। म यो व्यस्तताका बावजुद पनि तपाईँहरू समक्ष यो चिया पिउने क्रममा चिया गफ गर्नु है। म एक्लै छु तर तपाईँहरू मेरो साथमा हुनुहुन्छ। चिया पिउने क्रममा म एकदमै हतार नपरी तपाईँहरूसँगै बसेर पिउँ भनेर यहाँ उपस्थित भएको छु। मैले तरकारी पनि बनाउने बाँकी छ। त्यो चियासँगै मेरो यहाँ आजको यो खाजा अर्नी मकै खाँदैछु। मैले छोटो कुरा के मात्र जोड्न चाहेको भने हामी महिला दिदीबहिनीहरूलाई बिहानको समय यति हतार हुन्छ। बिहान उठेर घरको कामधन्दा विभिन्न आफ्नो घर साफसफाइदेखि लिएर पूजापाठदेखि लिएर बच्चाहरूलाई स्कुल तयार गर्ने, खाना बनाउने, यी सबै कामहरू महिलाहरूकै जिम्मेवारी हुन्छ। फेरि कतिपय पुरुषहरूले पनि सायद चामलमा बिहा जस्तो थोरै छिटफुट मात्रामा केही पुरुषहरूले घरको जिम्मेवारी पुरा गर्नुहुन्छ थोरै मात्राले। हामी महिलाहरूलाई एकदमै यो बिहानको समय यो सबै काम महिलाहरूकै जिम्मेवारी हुन्छ। मैले यो चिया यो 2 पटक बनाएँ। पहिलाको चिया चिसो भयो, त्यत्तिकै खेर गयो, मैले पिउन भ्याइनँ। एकदमै हतार। अहिले यो म दोस्रो पटक बनाएको चिया लिएर तपाईँहरूमा आइरहेको छु। महिलाहरूलाई बिहानको समयमा मात्रै नभएर हामी जुनसुकै अवस्थामा पनि घरको काम गर्नलाई महिलाहरू आफ्नो घरको कामकाज सकेर मात्रै हामी बाहिर आफ्नो व्यवसायमा, आफ्नो जागिर पेसामा आबद्ध भएका महिलाहरू, आफ्नो विभिन्न पेसा व्यवसायमा आबद्ध भएका महिलाहरू आफ्नो घरको काम सबै जिम्मेवारी पुरा गरेर मात्रै हामी घरबाट बाहिर निस्किने है। त्यो एक किसिमको परिपाटी छ, वातावरण छ, के भनौँ यसलाई। पुरुषहरू मैले देख्छु कति भनौँ न हाम्रो नेपाली समाजमा अब बिहानै उठेर चिया पिउनकै लागि विभिन्न समसामयिक राजनीतिक देशका विभिन्न घटनाहरू एउटा चिया गफ चिया घरमा चोकमा चौतारामा उहाँहरू चिया पिउनकै निमित्त जुटेको हामीले देखिन्छौँ। तर महिलाहरूलाई यति धेरै यो घरायसी कामकाज यति धेरै व्यस्त जीवनशैली छ कि हामीहरू कहीँ सामाजिक काममा, कहीँ राजनीतिक काममा, कहीँ आफ्नो पेसा व्यवसायमा निस्किँदै गर्दाखेरि पनि हामीले आफ्नो यो घरको सम्पूर्ण जिम्मेवारी सकेर मात्रै हामी घरबाट निस्किन्छौँ। म मात्रै होइन, हामी सबैजसो महिलाहरू हेर्ने हो भने दैनिकी हेर्ने हो भने घर, अफिस, व्यवसाय, सामाजिक, राजनीतिक विभिन्न काममा जोड्दाखेरि हामीले घरको सम्पूर्ण काम सकेर सम्पूर्ण जिम्मेवारी पुरा गरेर हामी निस्केको अवस्था छ। त्यसैले अब हामीले के भन्न सकिन्छ भने महिलाहरू पुरुष र हरेक सामाजिक सङ्घ-संस्था विभिन्न पेसा व्यवसायमा आबद्ध हुँदै गर्दाखेरि हामी अलिकति पुरुष र हामीले समय दिन नपाएका कारणले गर्दाखेरि हामी अलिकति कहीँ कतै व्यक्तिगत रूपमा सामाजिक कामहरूमा हामी अलिकति पछाडि परेको हो कि जस्तो मलाई भानुहुन्छ कि हामी विभिन्न सामाजिक सङ्घ संस्थाहरूमा बस्छौँ। म आफै पनि विभिन्न सामाजिक सङ्घ संस्थाहरूमा आबद्ध छु। हामी भ्याइ नभ्याइ त्यो मिटिङमा बस्दै गर्दाखेरि विभिन्न कामहरू बस्दै गर्दाखेरि हामी लगभग बैठक सुरु भइसक्छ, विभिन्न कार्यक्रमहरू सुरु भइसक्छ। किनभने हामीले घरको काम, हाम्रो जिम्मेवारी सामाजिक काम मात्र नभएर हामीले घरैसी जिम्मेवारी पनि पुरा गरेर निस्किनुपर्ने हुन्छ। त्यसैले गर्दाखेरि हामी महिलाहरू पुरुष र सामाजिक क्रियाकलाप, सामाजिक कार्यमा
अगाडि बढ्ने हामीसँग त्यो किसिमको क्षमता नभएको होइन। हामीले त्यो किसिमको एउटा समय प्राप्त नगरेको हो कि हामीलाई त्यो सहयोग नभएको हो कि भन्ने खालको मलाई त्यो किसिमको एउटा सोचाइ आइरहन्छ र वास्तविकता पनि त्यही नै छ। हामीले घरको कामकाज गर्दाखेरि मैले मेरो 2टा बाबु नानी छन्। मैले बाबु नानीलाई पनि मैले घरको सबै कामहरू छोराछोरी तिमीहरू दुवैजनाले आफूले खाएको खाना खाएको प्लेट बाबु होस् वा नानी त्यो दुवैजनाले आफ्नो भाँडा आफै सफा गर, आफ्नो सामानहरू आफै मिलाएर राख। छोरालाई पनि हामीले जिम्मेवार बन्न सिकाउनु पर्छ। हामी पुरुषहरू पनि एउटा घरायसी सामाजिक राजनीतिक रूपमा आर्थिक रूपमा मात्रै हामी सक्रिय नभएर एउटा पारिवारिक रूपमा पनि घरको जिम्मेवार पनि हामीले बराबरी रूपमा हामीले वहन गर्नुपर्छ भन्ने मलाई लाग्छ र म अनुरोध पनि गर्न चाहन्छु। आजलाई यति नै, धन्यवाद।